गरेको ठाउँ राजा जनकले हैन। हजुर त्यसले गर्दाखेरि यो चाहिँ नेपालीहरूको पावन भूमि हो। यो चान्चुने भूमि नै जनकपुर। त्यसले गर्दाखेरि यहाँका जो मिथिलावासीहरूले जुन हामीलाई स्वागत सम्मान गर्नुभएको छ यो त्यतिकै गरेको होइन। यो लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्क पीडित, कालो सूचीमा परेर घरबारविहीन भएका छन् जो मान्छे, त्यो सँगै देशको हिन्दू अधिराज्य जो माया गर्थे, हिजो राजा जनक थियो हुनुहुन्थ्यो, त्यस पछाडि शाहवंशीय राजाहरू थिए, त्यस्ता प्यारा राजा रानीलाई मार्दै होइन। त्यसले गर्दाखेरि सबै यहाँका नागरिकहरू अहिले प्रताडित भएका छन् र नेपालीहरूलाई मधेसी बनाएर चाहिँ जुन एउटा रान्ति गरियो त्यसबाट पनि सबै प्रताडित हुनुहुन्छ होइन, हो कि होइन? हामी त नेपाली हौँ, हामी नेपाली हौँ। त्यसले गर्दाखेरि आज हामी धवल दाई हामी फेरि एउटा चुडिएको माला छ नि, बुवा मर्दाखेरि मान्छेको कस्तो हुन्छ, चुडिएको माला जस्तो हुन्छ। अब फेरि त्यो मालालाई हामी जोड्ने हिसाबले हैन मिथिलामा आएको हो र माता जानकीको दर्शन गर्ने, भगवान् रामचन्द्रको हाम्रो ज्वाइँ हुन् नि त भगवान् रामचन्द्र, भरत जनकका छोरी कति चारवटी होइन, दशरथका छोराहरूले बिहा गरेको हैन, राम भरत अरूको लक्ष्मण होइन, शत्रुघ्नले बिहा गरेको। हाम्रो त्यस्तो पावन भूमि हो यो। त्यसले गर्दाखेरि अब जनकपुरवासीहरूले खास गरेर जो हाम्रा दाजुभाइ दिदीबहिनीहरू जुन प्रताडित हुनुभएको छ विगत 4 वर्षदेखि, हामीले मेचीको किनारमा राजाको हातमाबाट दियो बालेर शान्तिका दूत परेवा उडाएर जुन हिन्दू अधिराज्य कायम होस् र यो लघुवित्त पीडित, सहकारी पीडित, ब्याङ्कको कालो सूचीमा परेका मान्छेहरू घरबारविहीन, आज सुकुम्बासीको हालत के भयो, देशैभरिको हालत के छ, काठमाडौँमा के छ हैन, यी सबैलाई हामीले समेटेर एउटा नयाँ नेपालको परिकल्पना गर्नु छ। फेरि हामीलाई पुरानै नेपाल चाहिँ नयाँ भए पनि पुरानो बुटिक नेपाल चाहिएको छ, जहाँ धर्म होस्, जहाँ संस्कृति होस्, जहाँ राजा हुन्, सबैजना आँटेको, जहाँ मिथिलावासी हुन्। दाइ जनकपुरमा